जोजोलपा नेपाल भाषा लर्निङ। आज म हजुरहरूलाई चिया सम्बन्धी सेन्टेन्सहरू बनाएर नेपाल भाषा सिकाउँछु। त सुरु गरौँ। नम्बर 1। अब नम्बर 1 मा छ चिया खाऊ, च्या टो, च्या टो। अब चियालाई मेरो विचारमा नेपाल भाषामा त्यस्तो खासै स्पेसिफिक त्यस्तो केही अब टर्म छैन र कम्युनिटीमा चियालाई चिया भन्छ र हजुरहरूको कम्युनिटीमा पनि अब चियालाई के भन्छ त्यो भन्नु होला। सायद चिया नै भन्छ होला अथवा चिया भन्छ होला आई गेस। यो बाहेक अरू केही भन्छ भने हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। नम्बर 2 चिया खानुस्, च्या पपिया, पपिया दिस दिस। मैले यो ड्यास ड्यास चाहिँ हजुरहरूलाई बुझ्नको लागि सजिलो हुन्छ, प्रोनाउन्सिएसनको लागि सजिलो हुन्छ भनेर राखेको हो। यो ड्यास भएको यो एउटा वर्ड भयो र त्यसपछि यो नेक्स्ट वर्ड भयो र खानुस् भन्नको लागि चाहिँ नेपाल भाषामा पपिया दिस भनेर भनिन्छ। र त्यस्तै गरी अब मम ड्याड बाजे बजेलाई अब भन्नु पर्दाखेरि चाहिँ हजुरको यो चिया पपिया दिस भन्दैन कि चिया टो नै भन्छ। र अब कोही बाहिरको मान्छेहरू अब आफूले मान्नुपर्ने मान्छेहरू आयो भने चाहिँ पपिया दिस भन्छ। र नम्बर 3 एकछिन रमाइलो चिया किच। अब यो कहिलेकाहीँ रिस उठ्दाखेरि भन्दाखेरि यसलाई च्या ता रे रे या तारेया, च्या तारेया। र नेक्स्ट नम्बरमा हामीले क्वेसन सोध्छौँ चिया खायो, चिया खायो भनेर भन्दाखेरि च्या टो टो टु होइन यो टो 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 ने टु न ला टोने टुनला, यो टोने टुनला। खायो अर्थात् टोने टुनला। पियो भन्नको लागि पनि अब टोने टुनला हुन्छ। खायो भन्ने चाहिँ खास एक्ज्याक्टली चाहिँ खायो भन्दाखेरि चाहिँ नि खानालाई चाहिँ नि अब ने ढुनला भन्छ, पियो भन्नको लागि चाहिँ टोने ढुनला भन्छ। र नेपाली भाषामा हामीले चिया पियो भन्दा पनि चिया खायो भनेर हामीले बढी भन्छौँ। त्यही भएकोले मैले चिया पियोको सट्टा चिया खायो राखेको छु। र नेपाल भाषामा चाहिँ चिया खायो हुँदैन, चिया पियो हो। यो यसको ठ्याक्क अर्थ चाहिँ चिया खायो भन्नुको लागि चाहिँ चिया ने ढुनला भन्छ, जस्तो ने ढुनला चाहिँ भन्दैन। टोने ढुनला अर्थात् चिया पियो भन्ने हो एक्ज्याक्टली ट्रान्सलेसन गर्दाखेरि चाहिँ। र नेक्स्ट नम्बर चिया ल्याइदिनुस्, च्या हया हया दिस दिस, चिया च्या हया दिस। नेक्स्ट सेन्टेन्स चिया ल्याऊ मैया अथवा चिया ल्याऊ बाबु। अब चिया ल्याऊ मैया भनेर अब सानो बच्चाहरूलाई पनि भन्न सकिन्छ र मिसेसलाई पनि अब त्यसरी भन्न सकिन्छ जिस्किएर। यो चाहिँ अलिकति अब यसलाई नेपाल भाषामा च्या हजी हजी ल्याऊ अर्थात् हजी, मैचा अथवा च्या हजी बाउ बाउचा बाउचा। ल्याऊ अर्थात् हजी, मैया अर्थात् मैचा, बाबु अर्थात् बाउचा। र एक टाइम मैचा र बाउचाको टी सर्ट र त्यो लोगोहरू त्यो कार्टुन जुन क्यारेक्टर हुन्छ त्यो फेमस भएको थियो, हजुरहरूलाई पनि याद होला। र त्यो मैचा बाउचा थियो कि बाउचा मैचा थियो, मैले त्यो चाहिँ ठ्याक्क बोलेँ। चिया एक कप ल्याऊ, च्या छगु कप हजी हजी। अब कप चाहिँ नि हजुरको नेपाल भाषामा अब कप भन्ने त हुँदैन, त्यो कचौरा हुन्थ्यो पहिले, छ्याङ खाने कचौरा हुन्थ्यो। त्यो एल्युमिनियमको जस्तो लाग्छ, एल्युमिनियम भन्छ कि स्ल्याबर भन्छ समथिङ त्यस्तै, त्यो सिल्भर कलरको हुन्छ त्यसलाई चाहिँ खोला भन्छ। अब यो कपलाई चाहिँ नि अब ठ्याक्क ट्रान्सलेसन चाहिँ यसको छ जस्तो मलाई लाग्दैन, किनभने अब कप पछि मात्र आएको। पहिले चाहिँ नि छ्याङ खाँदाखेरि पहिले त्यो खोलामा खान्थ्यो। र
भन्नको लागि छगु र त्यसपछि ल्याउ अर्थात हजी। र अब नेक्स्ट सेन्टेन्समा पनि अब चिया 1 कप ल्याउने हो, तर यसमा त जोडेको छु। कसै मान्छेको चाहिँ अलि चिया 1 कप ल्याउ त भने अलिक कमान्डिङ टाइपले भन्ने हुन्छ, र कहिलेकाहीँ कसैलाई रिस उठाउनु पर्यो भने ठट्टा गरेर जिस्काउँदाखेरि पनि अलिक कमान्डिङ भोइसमा यसरी भन्न सकिन्छ। चिया 1 कप ल्याउ त भन्नु पर्यो भने सेम हो। अनि यसमा एउटा सा एउटा मात्र थप्ने हो। चिया 6 कप हजी सा, अथवा कमान्डिङ भोइसमा भन्नु पर्यो भने चिया 6 कप हजी सा। र कसैले अब कमान्डिङ भोइसमा नभनिकन, कमान्डिङ तरिकाले नभनिकन नर्मल्ली पनि चिया 1 कप ल्याउ त पनि भन्न सकिन्छ। नेक्स्ट सेन्टेन्स, छिट्टो चिया ल्याउ अर्थात चिया याक्न, याक होइन यो, याक हो। याक र याक अलिक फरक छ। याक न हजी हजी, चिया याक्न हजी अथवा याक्न चिया हजी। यसको ठ्याक्कै एक्ज्याक्ट उल्टा गर्नु पर्यो भने याक्न चिया हजी अथवा चिया याक्न हजी, दुवै मिल्छ। छिट्टो अर्थात याक्न, ल्याउ अर्थात हजी। र नेक्स्ट छ चिया छिटो पकाऊ। यसलाई चाहिँ अब याक्न चिया द्याकी, याक्न चिया द्याकी। अब यसलाई चाहिँ नि चिया याक्न द्याकी भन्दा पनि याक्न चिया द्याकी यही बेटर हुन्छ। चिया अगाडि राख्नु भन्दा पनि यो बेटर हुन्छ। अब यसमा छिटो त्यो अघिकै भयो, याक्न भयो, पकाऊ अर्थात द्याकी। यो चाहिँ हजुरको डेकी होइन कि द्याकी। नेक्स्ट, चिया पकाउ जाऊ। चिया डे जस्तो भयो, यो ड्या हो। द्याकी हु होइन कि हु हो। चिया द्याकी हु, जाऊ अर्थात हु। र अर्को रमाइलो सेन्टेन्स, यो चाहिँ अब प्राय मान्छेले भन्छ ठट्टा गरेर, कस्तो तातो चिया आगोमा उमालेको हो। यसलाई नेपाल भाषामा भन्दाखेरि गयौ, पु मात्र होइन कि पु चिया मी यस्तो गर्दा यस्तो पनि हुन्छ। मी द्याकौ कि छु, गयौ पु चिया मी द्याकौ कि छु। कस्तो अर्थात गयौ तातो, पु पोल्ने गरी तातोलाई चाहिँ पु, अनि त्यसपछि आगो अर्थात मी उमालेको हो, द्याकौ कि छु। र यसलाई एक्ज्याक्ट ट्रान्सलेसन गर्दाखेरि यस्तो भन्न सकिन्छ, गयो पु चिया मी द्याकौ ख, चिया चिसो भयो, चिया फौँ ल, चिसो भयो अर्थात फौँ ल। चिया फेरि एकचोटि तताएर ल्याऊ अर्थात नेपाल भाषामा चिया हाक्न, कसैले हाक्न भन्छ, कसैले हान भन्छ। हान अथवा हाक्न एउटै हो। छक क्वाका हजी, चिया हाक्न छक क्वाका हजी अथवा चिया हान छक क्वाका हजी। फेरि भन्नको लागि चाहिँ हाक्न अथवा हान, एकचोटि, छक तताएर अर्थात क्वाका, ल्याउ
पछि अर्को चियाले बच्चा पाउन लाग्यो यो चाहिँ अब कोही कोही मान्छे चिया चिसो हुने गरी अब खान्छ र कोही कोही चिया नखाइकन के चलिएर बस्छ त्यो बेला चाहिँ नि यो भन्छ र कुन कुन ठाउँमा भन्छ नेपालको कुन कुन ठाउँमा भन्छ त्यो त मलाई थाहा छैन हजुरको ठाउँमा पनि भन्छ भने ठाउँको नाम काठमाडौँ बाहेक अन्त पनि भन्छ भने ठाउँको नाम र कमेन्ट लेखेर कमेन्ट गर्नुहोला र अब यसलाई नेपाल भाषामा भन्दाखेरि च्या मात्र होइन च्या मचा बुई कि न च्या मचा बुई कि न अर्थात् बच्चा भन्नु पर्यो भने चाहिँ नि मचा बच्चालाई मचा पाउन लाग्यो अर्थात् बुई कि न र यो बच्चा पाउन लाग्यो भन्नको लागि मात्र बुई कि न भन्छ र अब कसैले वृद्ध भत्ता पाउन लाग्यो भन्ने पर्यो भने चाहिँ वृद्ध भत्ता बुई कि न भनेर चाहिँ मिल्दैन त्यो चाहिँ त्यसको लागि अर्कै भन्छ अझ क्लियर चाहिँ यसमा हामीले पाउन लाग्यो भन्दा पनि जन्माउन लाग्यो चियाले बच्चा जन्माउन लाग्यो त्यो भन्दाखेरि अझै बेटर हुन्छ होला नेक्स्ट कहिले चिया खाने गबले च्या होइन टोन्यु गबले च्या टोन्यु कहिले अर्थात् गबले खाने टोन्यु खाने अर्थात् खाने मात्र भन्दाखेरि अब खानेकुरा खाने भात कहिले खाने भने कहिले खाना खाने भन्नु पर्यो भने चाहिँ गबले जा नेउ हुन्छ टोन्यु चाहिँ हुँदैन किनभने भात खाने हो पिउने होइन त्यो चाहिँ अब कसैलाई चिया खान बोलाउनु पर्यो भने चाहिँ चिया खान आऊ अर्थात् च्या वा च्या वा आऊ अर्थात् वा चिया खान जाऊ च्या जाऊ अर्थात् चिया खान बोलाऊ च्या टोने त सटी च्या टोने त सटी खान अर्थात् पिउन अर्थात् टोने त बोलाऊ अर्थात् सटी र यसमा हामीले खानलाई पनि भन्न सक्छौँ तर नर्मल्ली हामीले चिया खान बोलाउनै भन्छौँ नेक्स्ट चिया खाने हो च्या टोन्यु खला चिया टोन्यु खला खाने हो अर्थात् टोन्यु खला यसमा चाहिँ खाने भन्दाखेरि चाहिँ पिउने हो भनेको सम्झिनु होला खाने हो भन्दाखेरि चाहिँ नेउ खला भनेर भनिन्छ नेक्स्ट चिया नखाने चिया टोन्यु मखुला चिया टोन्यु चिया र चियामा म कन्फ्युज भइरहेछु चिया टोन्यु मखोला यसमा सबै सेम हो खला र मखुला मात्र फरक हो चिया मिठो छ अर्थात् चिया साला चिया साला त्यस्तै गरी अब कसैले चिया मिठो छ भनेर सोद्धाखेरि मिठो छैन भन्नु पर्यो भने चाहिँ चिया मिठो छैन भन्नु पर्यो भने च्या मसा र चिया मिठो छ भन्नु पर्यो भने चाहिँ च्या सा मात्र हुन्छ र नेक्स्ट चिया पातलो छ च्या छ्वालुसे चो च्या छ्वालुसे चो पातलो अर्थात् छ्वालुसे छ अर्थात् चो र त्यस्तै कपडा पातलो छ भन्नको लागि चाहिँ छ्वालुसे भन्दैन कपडाको लागि चाहिँ सालु भन्छ कपडालाई सालु अब नेक्स्ट चियामा चिनी पुगेन अथवा चियामा चिनी बढी भयो चिया चिनी
का मगा बढी भयो भन्नको लागि च्या चिनी अपो अपो पुगेन मगा बढी भयो अपो अपो नेक्स्ट चियामा चिनी छैन छैन च्या चिनी मरु 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 अर्थात छैन त्यस्तै अर्को चिया गुलियो छैन च्या चाकुसे मचो च्या चाकुसे मचो अर्थात गुलियो अर्थात चाकुसे छैन अर्थात मचो चिया खुवाउ च्या टोंकी खुवाउ अर्थात टोंकी टोंकी र त्यस्तै गरी चिया खुवाउने होइन भन्नको लागि चाहिँ च्या टोंक्यु मखोला चिया पोख्यो च्या वाट चिया खाएर जाऊ च्या टोना हु मात्र होइन च्या टोना र त्यस्तै गरी अर्को अलि मान्नुपर्ने मान्छेलाई भएदेखि चिया खाएर जानुस् च्या टोना स मात्र होइन स हो च्या टोना खाएर टोना जानुस् र कसैले अब चिया खाने भन्दाखेरि चाहिँ हामीले कालो चिया कि दुध भएको चिया भनेर सोद्धाखेरि हाकु च्या कि दु च्या हाकु च्या कि दु च्या कालो अर्थात हाकु अनि दुध अर्थात दुरु भएको अर्थात दु र कसैले अब चिनी खानु हुने नहुने छ र चिनी भएको चिया भन्नु पर्यो भने चिनी दु च्या त्यस्तै चिनी नभएको चिया भन्नु पर्यो भने चिनी मरु च्या कस्तो मिठो चिया गयौ कस्तो नमिठो चिया गयौ मसाउ च्या गयो मसाउ च्या कस्तो मिठो चिया गयौ साउ च्या मिठो अर्थात साउ र आजको लागि यति नै हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला भिडियो मन परेदेखि लाइक शेयर गरिदिनु होला जसले गर्दा नेपाल भाषा सिक्न चाहने मान्छेहरूको लागि पनि सजिलो हुन्छ यस्तो भिडियोहरू पनि रहेछ भने उहाँहरूलाई सिक्नको लागि मद्दत पुग्छ र नेपाल भाषा पछिसम्म नै बाँचिरहनेछ थ्यांक यू फर वाचिङ थ्यांक यू शुभा